आज चाहिँ हामी यहाँ पिकनिकमा आएको छौँ हाम्रो परिवार चाहिँ हल्का फुल्का जस्ट यो एउटा के अरे बनाउनै पर्छ भन्ने भएर चाहिँ आएको छु है केटाकेटीको लागि। हेरौँ के भइसकेको छ यहाँनिर। यहाँ छ हाम्रो कान्छा ज्वाइँ यहाँनिर आप्पा आमा हुन्छ है। यो चाहिँ घरदेखिको तल 1 किलोमिटर तल मात्रै हो, बेसी टाढो गएको छैन। अनि यहाँ चाहिँ अब विशेष गरेर यहाँ छ हाम्रो एकजना सिस्टर छ, कहाँबाट आएको पनि कहाँबाट पो आउनु भएको ए 18 माबाट आउनु भयो। यहाँनिर एकदम तयारी भइसकेको छ यो एकदम यहाँ आमा भइहाल्यो। यता आप्पा पनि बिचरा बिमारी भएर फेरि जाति भएर तयारी भइसक्यो। यहाँ विशेष गरेर यहाँ रहेछ को छ ए किन्ने दिदी टाढा आउनु भएको कहाँबाट हो दार्जिलिङ बिजनबारी जिलिङबाट। के छ आजको आइटम भन्दाखेरि यो रहेछ पकौडा बनाउन आँट्नु भयो है। अनि हालत चाहिँ यो छ अहिले अब यस्तो छ स्थिति अर्ग्यानिक अरे। अनि झुप्पी घारी छ यहाँ माथि रुखहरू यसो हेर्नुपर्छ माथि झरिहाल्दै कि केही भइहाल्छ हो। यहाँनिर सामानहरू सबै यहाँ डोकोमा बोकेर सबै सामानहरू ल्याएको छ। डोकोलाई बोकेर आउने यहाँ हुनुहुन्छ है। अनि यहाँ छ फ्यामिलीहरू पानीको व्यवस्थाहरू पनि एकदम यहाँ भइहालेको छ पाइपमा। अन्त गीतहरू सुनेर यहाँ एकदम लुगासुगा ओछाएर बसेछ। रुख त्यो खालको चाहिँ माथि आकाश छुने रुखहरू छ कस्तो मजाको छ। अब केटाकेटीहरू चाहिँ अब यस्तो छ नि त घरि चाहिँ बस्यो मोबाइल हेऱ्यो हो। त्यसले गर्दाखेरि चाहिँ यहाँ ल्याएको छ आज एक दिन भएको पनि स्क्रिन टाइपको 0 पान चाहिँ अहिले खायो भयो एउटा। यहाँ त हाम्रो बिहान आइपुग्नु भएको छ। अनि हाम्रो भाइ छ यन्तन भाइ हेर्नुहुन्छ बेला आहा डन्ठा बोकेर आएको त के छ हालखबर आज यन्तन के ल्यायो ओ बेबी के ल्यायो। यहाँ छ हाम्रो सबैजना केटाकेटी ह्याप्पी छ अहिले। पाहुनाहरू हाम्रो गेस्टहरू आउँदैछ यहाँनिर आज। यहाँ भयो हाम्रो अनमोल भनेर हाम्रो नगवाङ गम्बुटसँगै आइपुगिसकेको छ है। यहाँ छ फेरि 2जना स्पेसल गेस्टहरू चाहिँ हाम्रो आजको पिकनिकमा। म जान्छु अब आयो हाम्रो आजको स्पेसल गेस्ट। के ल्यायो अरे आज पिकनिकको लागि जम अरे वेलकम। अब पिकनिकको लागि तयारी भइसकेको छ एकदमै सरसामानहरू। भाइ नगर्न नि त्यो अब यो भयो ह्याप्पी न्यु इयरको आजको गेस्ट हो। यो चाहिँ गेस्ट यहाँ 2जना फेरि चल्दैछ यहाँ धुवा पकाउने आजको खाना हुन्छ। यो सबै सकिसकेपछि चाहिँ तपाईँहरूलाई यसको इन्फर्मेसन हुन्छ है के छ भाइ। अन्त अब के खाइदिएको हो आज ह्याप्पी न्यु इयरको दिन के छ भाइ ह्याप्पी न्यु इयर के गरेको हो।
2026 को सबैमा शुभकामना छ है। ल यो वर्ष एकदम राम्रो होस्, पहाडको लागि पनि शान्ति छओस्, सबै राजनीतिक नेताहरू सबैलाई पनि शुभकामना, सबैले राम्रो राम्रो कामहरू गरौँ, पहाडमा शान्ति छओस् है। सबैजना साथीभाइ, फेसबुकको साथीभाइ, युट्युबको साथीभाइहरूलाई पनि नयाँ सालको शुभकामना छ है। मसलाहरू दिएर आमा फेरि यहाँ बनाएको के हो यो चाहिँ? बच्चेपा हुँदैछ। कति किलो थियो? 4.5 किलोको कुखुरा रे यहाँ हुँदैछ अब काँचा जहिले 4.5 किलोको पाहाडे कुखुरा हो कि त्यो बोइलर बनिँदैछ। अन्त यो भयो के हो यो मसरुम बनिँदो रहेछ। यहाँनिर चाहिँ मसला बनिँदैछ। यो चाहिँ फेरि यो चाहिँ स्पेसल हो के अरे निजौताबाट आएको यो चाहिँ प्याकेटमा आएको हो है। यो चाहिँ इम्पोर्ट गरेको के होला है यहाँनिर चाहिँ अर्ग्यानिक सबैजना। ए कहाँ हुन्छ यो ल्याएर त मैले दिएँ सबै अर्ग्यानिक चाहिँ आज चाहिँ पक्का मन भातै भयो है। बोल्दैन दामी हुँदो रहेछ इम्पोर्ट गरेको यो चाहिँ बाहिरदेखिबाट आएको मासु त नकाटेर स्टाइललाई काटिन्छ यो चाहिँ अब मजाले घाममा सुकाएर खानुपर्छ। ल हुन्छ यो चाहिँ मसरुम हुँदैछ फेरि मसरुम छ तेल हाल्दा फेरि डेन्जर छ। अरू के छ करेला छ है मसला प्याजहरू भइहाल्यो। त्यहाँ पर के पाक्दैछ फेरि यो चाहिँ अब इम्पोर्ट गरेको आइटम पाक्दैछ। अन्त यहाँ छ चिकन तयारी भइगयो। यो हाम्रो भयो चिकन तयारी छ। मलाई यो चाहिँ भयो अब हाम्रो स्पेसलै भइहाल्यो त्यो त कुरा नभए। अब यहाँ भयो यसो टेबल अन्त यो अर्ग्यानिक टेबल राखेको हुँदैन। यहाँ आयो खास चिज चाहिँ आइपुग्यो। त्यो भयो खाब्जे यो चाहिँ अब ट्रेडिसनल हो यो चाहिँ खानै पर्छ। इङ्ग्लिसको नयाँ साल भए पनि यो चाहिँ अब हाम्रो भइहाल्यो यताको। साह्रै मिठो हुन्छ साह्रै मिठो खाने हेरेर हेरेर चाहिँ हात। यो चाहिँ जङ्गल भयो फेरि मध्ये धुप्पीको रुख यस्तो छ घटघर जङ्गल छ। चाहिँ वनभातमा खाब्जे अब चाहिँ जाडो सुरु भइसकेको छ हो। दाउरामा आज चाहिँ ग्यास होइन अब चाहिँ जङ्गलमा पकाएर यसलाई भन्छ वनभोज। हो दाउरा हेर ल आगो बाला कति पाल्छ। त्यो चाहिँ दाउरा भुप्रो मजाले चेन लगाइदियो हो र अन्त।
अब आजको वनभोजको अन्तिम क्षण हो यो खानाको टाइम यो चाहिँ भयो रेडिमेड तयारी पो गयो नि यहाँ खाना पसिने आन्टी हुनुहुन्छ क्या त्यो पकाउनुहुन्छ चुला दिदीदेखि के पकाउनुहुँदैछ अब फर्स्ट डे आमाकोबाट सुरु भइगयो आज वनभोज ह्याप्पी न्यु इयर ल अब हाम्रो आजको पिकनिक सक्यो ए हाम्रो यहाँ बहिनीले दामी फिनिसिङ चाहिँ राम्रो भयो यहाँ चाहिँ फिनिसिङ आज दिनभरि खानापिना सबै गरेर लास्ट वासिङ हाम्रो यहाँ केटाहरूको चाहिँ के छ सक्यो यो आजको पिकनिकको फाइनल यहाँ जेठा भेरा दिदीलाई परे ल आज पिकनिक सकेको छ ल ल यो हालिदिनु पऱ्यो मान्छे पनि आउनु लास्टमा चाहिँ होइन अरू सबै गयो खुसी भएर ननिगाउ न बाल्छु पहिला बोल्छ नि हुरु बोल्छ आज पिकनिक सक्यो